आँखा खोलियो, अरू आँखा नखोलिएकाहरूको आँखा खोलिदिने मेरो उद्देश्य हो। म तपाईसित प्राचीन कालमा हिन्दू धर्मावलम्बीहरूले गोमांस खाने गर्थे भन्ने विषयलाई लिएर आएको छु। सज्जन, तपाईँ आई यो भिडियो हेर्दै हुनुहुन्छ, राम्ररी हेर्नुहोस्, बुझ्ने गरी हेर्नुहोस्, पुरा बुझ्ने गरी हेर्नुहोस्, नबुझिकन कसैलाई भन्न नजान्नुहोस्। म आज तपाईसित विभिन्न प्रमाणित कुराहरू लिएर आएको छु गोमांस भक्षणको बारेमा। आज किन यो कुरो तपाईको बीचमा राख्दैछु भनेदेखि चाहिँ हाम्रो ब्राह्मणवाद, यो ब्राह्मणवाद खास गरी ब्राह्मणवाद होइन भन्नुहुन्छ उहाँहरू, त ब्राह्मणवाद जटिल ब्राह्मणवाद, जडसम्म पुगेको ब्राह्मणवाद हो। यो ब्राह्मणवादले के गर्दैछ भन्नुहुन्छ भने अब ब्राह्मणवादमा ठुलो समस्या आएको छ अनि हाम्रो हिन्दुइजम खतरामा छ भन्ने उहाँहरूको सोच भएको कारणले यी दिनहरूमा यस्ता सोच्न थाल्ने व्यक्तिहरू अब डराएका छन् र हाम्रो धर्मशास्त्रमा जातीय विभाजन छैन, छुवाछुत छैन भन्ने गर्छन्, झुठो बोल्दैछन्। अनि हाम्रो ब्राह्मणवादमा अथवा हिन्दू धर्मशास्त्रमा गोभक्षणको कुराहरू छैन भन्ने कुराहरू गर्छन्, पुरा झुठो बोल्दछन्। आफ्नै धर्मशास्त्रको विरोधी भएर धर्म जोगाउने काम गर्दछन्।